ल हे साथीहरू, रात्रिकालीन नमस्ते छ है सबैजनालाई। अहिले त आबुधाबीमा त बर्खै जस्तो भयो है। आज ठ्याक्कै 4 दिन भइसक्यो, पुरा पानी भइरहेछ। दिउँसो त घाम लागेको थियो, अहिले राति भएपछि ठ्याक्कै पानी पर्न थाल्यो। के हुँदैछ है? 2 वर्षसम्म पानी परेको थिएन पहिला है। मैले देख्दाखेरि 2 वर्षसम्म यति गर्मी भयो। तर अहिले यो अहिलेको मिसाइलको कारणले गर्दा पनि होला, हाम्रो नेपालमा भन्दा पनि बढी हुन थालिसक्यो अहिले त। पुरा बिजुली चम्केर मेघ गुर्जेर ट्याट्याङ हानेर हेर्नु। म चाहिँ हल्का यहाँ पानी कम जस्तो भएर चाहिँ हिँड्दैछु है। इभिनिङ वाक गर्न हिँडेको, ठ्याक्कै पानी परिदिइहाल्यो। त्यही भएर यस्तै छ साथीहरू। पानीले चाहिँ मोबाइल पनि भित्न थाल्यो। कहाँबाट कुन ठाउँबाट हेर्दै हुनुहुन्छ यो मेरो यो फेसबुक भिडियो, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ ले हेर्नु। म जस्ट 5 मिनट मात्रै म भयो बाहिर निस्केर यता आएको। ठ्याक्कै मर्निङ वकमा 5 मिनट ठ्याक्कै पानी परिहाल्यो कि। पानी पर्ला जस्तो पनि थिएन ठ्याक्कै। हेर्नु यहाँ घरहरू पनि यता नजिक छैन। यसो के अरे ओत बसौँ भने पनि घर छैन। फेरि बिच बाटोमा फेरि ट्याक्सीहरू पनि पाइँदैन। त्यही भएर यसरी हिँड्दैछु म चाहिँ। त्यहाँको मान्छेहरू अरू पनि हिँड्दैछ है। त्यसमा कोही साइकलमा हिँड्दैछ, कोही पैदल हिँड्दैछ। आज गएको राति पानी परेको यहाँ यता जलथल भइरहेको छ अझै पनि। त्यो पहिला परेको पानी जमेको छैन, अहिले फेरि अर्को पानी पऱ्यो। अब फेरि त्यस्तो हुन थाल्छ। के हुँदैछ है? फेरि गाडीहरू आफ्नो गन्तव्यमा कुदिरहेको छ गाडीहरू टक्कै। गाडीहरू अब यो बिच बाटोमा फेरि गाडीहरू रोक्दैन है। त्यता हेर्नु, पानी गर्छ। बिजुली चम्किया, मजाले बिजुली चम्किया। पुरै आकाश कालो निलो भइरहेको छ। कालो निलो भइरहेको छ। त्यहाँदेखि है पानी जो रातिको पानी हो। यस्तो त मैले कहिले देखाएको थिइनँ। लगभग 2 वर्षको बिचमा यति धेरै पानी त। पारिपट्टि गाडी कुदिरहेको। अब यता पानी पुरै ढुङ्गा चलाउनु मिल्ने भइसक्यो नि अहिले त। गाडी यति स्पिड देखाएको छ। बाटो क्रस गर्नु पनि पानीले गर्दा गाह्रो हुन्छ। किन हामीहरूको नेपालमा जस्तो होइन कि यसो ओत बसौँ भनेर यसो घरकोमा ओत बसौँ भने पनि छैन कि घरमा। रोडभन्दा यति टाढा हुन्छ घरहरू। टाढा हुन्छ यस्तो छ। पुरा अँध्यारो जस्तो भइरहेको छ पानीले गर्दा पनि। खै तल जमिनमा पानीले डुबाउला भन्ने पिर भयो। माथि आकाशबाट मिसाइल हानेर ज्यान जाला भन्ने डर भयो। तनावमा छ है अहिले यहाँ अरबतिर बस्न पनि। कति साथीहरू यस्तै भएर घर जाँदैछन्। अब हामी पनि घर जाने सोच त गरिरहेको, तर यहाँ टिकट धेरै महँगो। नेपाल सरकारले धेरै महँगो गर्नाले टिकट पनि भने टिकट पाइएको छैन है। अब केही छ, नेपालमा नयाँ सरकारहरू चेन्ज हुँदैछ। पुरानो सरकारले केही गरेन, केही गरेर देखाएको भए
अहिले नयाँ सरकार चेन्ज हुन्थेन होला। त्यस्तै छ है। अनि हजुरहरूले कहाँबाट कुन ठाउँबाट हेर्दै हुनुहुन्छ मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गर्नुहोला। खासै ठुलो पानी पनि परेको थिएन, यो अहिले बाटोमा जाम पानी ताल पर्न थालिसक्यो। ले हेर्नु साथीहरू, घरहरू गाडीहरू पार्किङमा छ है। खासै मैले भिडियो बनाउन त जान्दिनँ है, मलाई बोल्न पनि खासै आउँदैन, तर यसो सिक्दैछु। कुनै ठाउँमा गल्ती मिस्टेक भएको ठाउँमा हजुरले कमेन्टमा बताइदिनु होला। मैले अर्को भिडियो अलि राम्रोसँग बनाउने मलाई जोस जाँगर आउन सक्छ। अहिले अलि पानी हल्का कम भएको कि जस्तो भएको। बच्चाहरू बाटोमा हिँड्दैछन्। पानी जताको बच्चाहरूलाई पनि, हाम्रो नेपालको बच्चाहरूलाई पनि, विदेशको बच्चाहरूलाई पनि पानी भनेपछि त्यसै हुरुक्क पानी खेल्न पाए त्यसै मजा लाग्दो रहेछ। बच्चाले पुरा पानी खेलिरहेको छ। मैले चाहिँ अलिक बच्चाहरूलाई भिडियो देखाउन अलिक चाहिनँ, किनकि भिडियोमा देख्न त्यति उचित हुँदैन अर्काको ठाउँमा। मलाई सोधै थियो, रमाइलो भयो भन्दै। अनि गाइजहरू, तपाईँहरू कुन देशबाट हेर्दै हुनुहुन्छ राम्रोसँग सुरक्षितसँग बस्नुहोला। पानी बर्खा जस्तै भइरहेको छ, पानी बर्खा लागेको छ मध्य खाडी देशहरूमा। ठाउँमा मिसाइलहरूको पनि डर भइरहेको छ। सुरक्षित रहनुहोला, आफ्नो घर परिवारसँग बारम्बार कन्ट्याक्टमा बस्नुहोला भन्दै म मेरो यो भिडियो छोटो भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु। हस्त। जय नेपाल, जय गोर्खा।